हेलो गाइज वेलकम टु माई थर्ड भ्लगमा तपाईँहरूलाई स्वागत छ। म इन्द्र थापा। तपाईँहरूले चिन्नुभयो होला है। यहाँको इन्टरफेस यस्तै छ है, तपाईँहरू देख्न सक्नुहुनेछ। यस्तो छ है, चियाबारी नै बारी थोरा छ है, यस्तो छ है, देख्न सक्छौँ हामी। यस्तो छ रोडको अवस्था। कुन कुनै ठाउँमा सरकारले प्रगति नगरेकै देखिन्छ है गाइज है। यस्तो छ बाटो है। कतिपय ठाउँमा चाहिँ यस्तो पनि हुन सक्छ है। देख्न सक्नुहुन्छ, यो चाहिँ सल्लाह। तपाईँहरूकोतिर के भन्छ प्लिज कमेन्ट गर्न सक्नुहुनेछ। सल्लाह चाहिँ यहाँ 2-3 ठाउँ रहेछ, देख्न सक्नुहुन्छ गाइज। सल्लाह चाहिँ यहाँ पनि रहेछ। यस्तै छ यहाँको इन्टरफेस। यहाँउति यस्तो छ है। यस्तो छ कि यहाँ चाहिँ अलिअलि अन्धविश्वास हो कि रियल हो, यहाँ चाहिँ तर्साउँछ भन्ने पनि गर्छन्। तैपनि अहिले चाहिँ 5 लगभग 6 बज्न आँटिसक्यो होला। त्यसै कारणले यस्तो साह्रो डर लागेको छैन मलाई। यहाँ चाहिँ कतिपय मानिसहरूले भन्नुहुन्छ 4 र 5 बजेतिर आउँदा चाहिँ यहाँ तर्साउँछ अरे, जस्तै भूतहरू हुन्छ। अब भन्ने हो कि होइन त्यो चाहिँ मलाई थाहा छैन। त्यसै भन्नु चाहिँ हुन्थ्यो है गाइस। देख्न सक्छौँ सल्लाह यस्तो दामी फुल्दैछ नि गाइस, देख्न सक्छौँ। म चाहिँ अझ जाँदैछु घरतर्फ लाग्ने क्रममा। हाम्रो डायरी चाहिँ मैले तपाईँलाई देखाउन भ्याएँ। मेरो चाहिँ डायरी पनि देखाउँथेँ होला तपाईँलाई। मेरो इम्पोर्टेन्ट काम भएर माथि गएको थिएँ, त्यसै कारणले मैले तपाईँहरूलाई डायरी देखाउन पाइनँ। यस्तो छ इन्टरफेस। एकदमै ब्युटिफुल प्लेस रहेको छ, देख्न सक्छौँ। यहाँ तलको चाहिँ रामचोक देखिएको छैन। म त्यो हाइवे हुँदै पुगिन्छ। यहाँ चाहिँ रामचोक हो गाइज, देख्न सक्छौँ यो प्लेसहरू तपाईँहरूले है। यो चाहिँ रोडहरू यस्तै छ। अब गाउँघरमा यस्तै हो, हेर्नु न घाँसहरू कस्तो मजाले पलाइरहेको छ होइन। देख्न सक्छौँ गाइज यस्तो इन्टरफेस रहेको छ। बाँसहरू यहाँ चाहिँ मलाई 2-3 ठाउँ चाहिँ धेरै अलिक डर लागिरहेको छ गाइज। त्यही हो कि अथवा भूत रियल हुन्छ कि अन्धविश्वास हो गाइज। तपाईँहरूलाई पनि थाहा छ होला, प्लिज कमेन्ट गरिदिनु। अन्धविश्वास पनि हुनसक्छ त्यस्तो भनेको कुरा। मलाई धेरै